नमस्ते, म चाहिँ विनिता रोका। मलाई चाहिँ फिसर सम्बन्धी रोग थियो अनि त्यहाँबाट एकदमै धेरै डर लागेको थियो, के गर्ने कसो गर्ने भइराखेको थियो। अनि वेदान्त आयुर्वेदिक हस्पिटलमा चाहिँ उपचार हुन्छ भनेर डाक्टर सरसँग कुरा गरेँ अनि त्यसपछि आएर उपचार गरेँ। जे होस् धेरै राम्रो उपचार भयो मलाई चाहिँ यहाँनिर। अहिले म चाहिँ पूर्ण रूपमा ठिक छु। यदि तपाईँहरू कसैलाई पनि त्यस्तो केही समस्या छ भने वेदान्त आयुर्वेदिक हस्पिटलमा आएर उपचार गराउन सक्नुहुन्छ। म्यामको चाहिँ मोलदरमा मासु पलाएको, दिशा गर्दा कहिलेकाहीँ दुख्ने, रगत जाने कन्डिसन थियो। उहाँको चाहिँ लामो समयदेखि यो समस्या रहेछ। टाढा भएको कारणले गर्दा उपचार गर्न टाइममा आउन सक्नु भएन। थोरै लाज पनि लाग्यो होला हैन, अब अप्ठ्यारो पनि लाग्यो होला हैन। तर के छ भन्दा उहाँलाई मेन समस्या कस्तो थियो भन्दा मेरो चाहिँ यो चाहिँ भित्रभित्र न क्यान्सर पो भइसकेको छ कि अथवा म त यही कारणले गर्दा मर्छु कि भन्ने एउटा डरले गर्दा उहाँको चाहिँ मनमा त्रसित भएर बस्नु भएको थियो। जुन दिन हामीले चेक गर्ने दिन नि उहाँ आउने अवस्थामै एकदम डराउनु भएको थियो। किनभने 6-7 वर्ष अगाडिदेखि समस्या थियो, ल मेरो त मलद्वार बिग्रिसकेको थियो कि भन्ने उहाँलाई परेको रहेछ। त्यो भइसकेपछि मैले चेक जाँच गरेँ, मेसिनहरू राखेर हेऱ्यौँ, भित्र ठिक छ, हजुरको चाहिँ फिसरको मात्र समस्या छ, यो चाहिँ इन्फेक्टेड छ, यसलाई हटाउनुपर्छ भन्ने भइसकेपछि हामीले उहाँको समस्यालाई हटायौँ होइन। हामीले चाहिँ उहाँ अफिसमा काम गर्ने भएको कारणले गर्दा शुक्रबार आउनुभयो, शुक्रबार अपरेसन गरेर शनिबार एक दिन आफ्नै घरमा रेस्ट गर्नुभयो र आइतबारबाट काममा पनि जानुभयो होइन। भनेको यहाँ 2-3वटा कुरा के भन्दा एउटा हामीले लाज मानियो, एउटा डर मानियो होइन, दुख्छ एकदम पीडा बढी हुन्छ कि भन्ने सोचियो होइन। र अर्को कुरा के भन्दाखेरि चाहिँ भित्रभित्रै आफूलाई आफैले त्रसित मात्र गर्ने काम भयो। किन भन्दा मेरो भित्रभित्र बिग्रियो कि भनेको डक्टरलाई देखाउन एक्सपोज हुन अप्ठ्यारो मान्ने अथवा आफूलाई पाएको हुने अवस्था नहुने अथवा रोगको अब बारेमा थाहा नहुने अवस्था भएको कारणले गर्दा जब म्यामले हामीसँग आएर चेक जाँच गराइसकेपछि हामीले सबै कुराहरू बुझायौँ, यसरी गर्न सकिन्छ भनिसकेपछि उहाँ खुसी भएर उपचार गर्नुभयो। आज उहाँको 1-1.5 महिना भयो होइन। उहाँ पूर्ण रूपमा नै ठिक नै हुनुहुन्छ होइन। हामीले यो रिभ्यू दिनलाई आज हामीले यसरी भिडियो बनाइरहेका छौँ। त्यो कारणले गर्दा यदि हजुरहरूलाई मलद्वार सम्बन्धी समस्या छ भने कृपया रोग पालेर होइन, रोग फालेर बस्नुहोस्, भित्रभित्र चिन्ता लिएर नबस्नुहोस्। हजुरहरूको चिन्ताको लागि हामी एउटा सारथी बन्न सक्छौँ, जसले गर्दा हामी सामान्य चेक जाँच गरेर हजुरलाई कम्तीमा रोग त बुझाउन सकिन्छ। त्यही कारणले गर्दा हजुरलाई यस्ता समस्या छन् भने समयमै आएर चेक जाँच गर्नु होला। हस्त नमस्ते, धन्यवाद।